Good morning everyone. आज चाहिँ ओके म चाहिँ अब आज चाहिँ हाम्रो लक्ष्मी पुज्ने दिन हो। आज चाहिँ लक्ष्मी पुज्नुपर्छ है। अब बिहान बिहान उठेर सरसफाइहरू गर्नुपर्छ। सो भर्खर उठेको अब काम गर्छु। काम गरेपछि अब देउताको थालहरू मस्काउनुपर्छ होइन, भाँडाहरू अनि बेलुका खाएर लक्ष्मी पुज्नुपर्छ गाइस। अहिले चाहिँ म सबै सरसफाइ गर्छु अनि बेलुका लक्ष्मी पुज्छु, रङ्गोली बनाउँछु, बेलुका देखाउँछु के। गाइस फाइनली पुसे यो चाहिँ अब यो पुस्ने नै थिएन कि। मेन कुरा चाहिँ हामी घरमा बस्छौँ न, घरमा भाडामा बस्छन् मान्छेहरू, उनीहरूले पुस्ने नै किनेन रहेछ। त्यही भएर यस्तोले पुसेको है, किनेन भन्दा हेर राखेको थिएँ, बच्चाहरू फ्याल्दैछन्। त्यही भएर यस्तोले पुसेको। मुख धुनुपर्ने अवस्था हुन्छ। मौसम धुम्मेको कारण है अँध्यारो देखिरहेछ है गाइस, मधुरो। हाम्रो राई गाउँमा चाहिँ 10 बजीसम्म मौसम धुमिन्छ है, बिहानदेखि। अब भाडा मस्काउनु लाग्यो है गाइस। म चाहिँ हेर्नु हिजो गर्नेबाट दामी। मैले पहिला नै 3 वर्ष अगाडि रोपेको फुल भर्खर यत्रो भयो।
रङ्गोली सुरु भयो है गाइसहरू बनाउनलाई रेडी। ल लक्ष्मी भित्र्यो। ए यस्तो भयो देखिँदैन नि।